यस्तो दुर्गम ठाउँमा छौँ है आज। यस्तो दुर्गम ठाउँमा छौँ। अब यहाँ देख्न सक्नुहुन्छ यहाँबाट अब हामी एउटा स्कुल हेर्न जान लागेका छौँ। दुर्गम ठाउँ भन्ने हो भने यहाँ त धेरै छ कि देख्न सक्नुहुन्छ साथीहरू। यहाँबाट अगाडिबाट हिँड्दैछ नि देख्न सक्नुहुन्छ। हामी चाहिँ स्कुलसम्म जाने हो। फाइनल्ली म यता के अरे यो चोकको नाम के अरे हामी फाइनल्ली यहाँ नागपोखरीतिर आइसकेका छौँ है। देख्न सक्नुहुन्छ यहाँ म नागपोखरीको गेटमा आइसकेको छु। यो चाहिँ नागपोखरी हो है, नागपोखरी होइन स्कुल हो है। यो कलेज भन्दा पनि स्कुल हो। देख्न सक्नुहुन्छ भित्रको दृश्य हो। म यहाँ छु अनि यहाँनिरको यो मेरो भाइ छ नि, यो पुन्टु यता साइडकोले पढ्ने भन्दैछ। यहाँ पढ्ने हो होइन चाहिँ। छोरीको लागि चाहिँ प्रयास गर्दैछु। बडी बिल्डर बन्ने हो कि नै त्यो चाहिँ फिक्स भएन, तर म चाहिँ ट्राई गरिरहेको छु। फाइनल्ली मैले चाहिँ सबै गर्नुपर्ने सबै चिजहरू गरिसकेँ होइन। मैले ट्राई गरिसकेँ। यता गर्न लाग्नुभएको छ हाम्रो भाउजू, अनि यता पर्सन सबैजनाले गरिराख्नु भएको छ। जति पनि मजाले होइन म चाहिँ आएर मैले जति पनि ट्राई गर्नुपर्ने चाहिँ सबै ट्राई गरेँ होइन। अब चाहिँ सबैले जे होस् सबैले यो एक्सर्साइज चाहिँ गर्नुपर्छ होइन। आफ्नो जे जस्तो भए पनि आफ्नो स्वास्थ्यको लागि चाहिँ एउटा एक्सर्साइज भन्ने चाहिँ जरुरी हुन्छ होइन। सबैजनाले यसो होइन चाहिँ कन्टिन्यू दिनुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो होइन। ल हामी अरू अब यता अगाडि लाग्छौँ। यहाँ आएर जति पनि सबैले आएर मजाले टक्क एक्सर्साइज गर्नु पऱ्यो होइन। म यहाँ छु, यहाँ आउनु पऱ्यो सबैजनाले जतिले पनि यसो स्वास्थ्यको लागि चाहिँ एउटा होइन स्वास्थ्य नै सबैभन्दा ठुलो भन्ने चाहिँ सबैलाई थाहा छ होइन। यसो सबैजनाले यसो आफ्नो बडीलाई पनि हेल्दी राख्नको लागि पनि एक्सर्साइजको जरुरत छ भन्ने कुरा हामी सबैलाई थाहा छ। यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू यहाँ थाकेर पनि उता फर्किबसेका छन्। यहाँ हेर्नु यहाँ पुरै फर्की हाँस्ने अरे यस्तो पनि हुन्छ भने के। यता देख्न सक्नुहुन्छ यो पुरै रुखहरू हेर्नु कस्तो हरियो छ, कति दामी छ कि। यो रुख पनि कस्तो सुरिलो खालको क्या होइन। अब पुरै सुरिलो क्या, लास्टै सुरिलो क्या। हेर्नु न देख्न सक्नुहुन्छ हरियाली पुरै हरियाली छ होइन। यता हेर यहाँ पुरै एक्सर्साइजको तयारीमा होइन। फाइनल्ली म स्तुपामा आइसकेको छु। अब हामीले सबै स्कुलमा भित्र पनि पुगेर स्कुल सबै हेरेर फाइनल्ली स्तुपामा आइसकेको छु। स्तुपा देख्न सक्नुहुन्छ यता मेरो पछाडिको चाहिँ स्तुपा हो। हामीले अब सबै जति पनि देखाउने चिज त्यहाँको अहिलेसम्मको मैले सबै देखाएर पनि म फाइनल्ली अब स्तुपामा पुगिसकेको छु। अब स्तुपामा लास्ट इन गर्ने हो यहीँबाट होइन। अब यो स्तुपा देख्न सक्नुहुन्छ यहाँ चाहिँ जस यति राम्रो स्तुपा छ होइन। बस्नको लागि हेर्नको लागि एकदम राम्रो ठाउँहरू छ। यो देख्न सक्नुहुन्छ यो पछाडिको। अनि त्यो पछाडिको चाहिँ लिङ्कन स्कुल हो होइन, काठमाडौँ लिङ्कन स्कुल हो पछाडिको। देख्न सक्नुहुन्छ म यता छु। यहाँ मेरो पछाडिको चाहिँ स्तुपा हो। देख्न सक्नुहुन्छ साथीहरू सबैजनाले। जति पनि साथीहरू हुनुहुन्छ मलाई लाइक कमेन्ट सब्सक्राइब गर्नु पऱ्यो होइन। यस्तै फ्रीको दिनमा अनि यस्तै भिडियो ल्याउँछु भन्दै मैले चाहिँ अहिलेसम्म अब जति पनि देखाएको छु यहीँसम्म। आजको चाहिँ यो भिडियो चाहिँ आजको यहीँसम्म हुन्छ है त।